साइकल प्लस माउन्टेन बाइक प्लस के भन्छ यसलाई डट बाइक हाम्रो डट बाइकलाई फलो गर्दै म चाहिँ अनि गयो एकछिन जान कस्तो देखिरहेको छ गाइज माउन्टेन बाइकिङ प्लस हाम्रो के अरे डट बाइक ओइ हेरे यता एकछिन स्ट्याचु भनेको छ केटाहरू भर गर्नु हुँदैन ओइ ओ सेट ओइ नाइजे तेरो के खाइरहेछ मैले हेर्न फेरि आइहाल्यो हेर्न यो कस्तो नमस्कार सबैलाई अब चाहिँ हामी फेरि यो पनि सायद खोइ पार्ट त्यसमै म बागडोरकोमै जोड्न नै सक्छु होला अहिले चाहिँ हामी सबै हानिसकेको छौँ है हामी हानेको छ कि उयो डाँडा हो क्या यही डाँडा हो क्या हामीले हानेको यताबाट आएर यता हो क्या अनि एउटा चाहिँ कुरा तपाईँहरूलाई के भने न यो डाँडा छ त यो डाँडा भन्दा नि अझै उता नि डाँडा छ के भन्दा ठुलो डाँडा छ यो त अब यो चाहिँ यहाँबाट देख्दैन त्यो चाहिँ हेर्नुपर्छ नि केटाहरू पुरै चिकित के भन्छ त्यसलाई एकदमै टायरनेस देखाइरहेछ अनि हाम्रो चाहिँ यहाँ लडिसकेको छ ठिकै छ जिन्दगीमा यस्तै लडिन्छ खाइन्छ उठिन्छ बसिन्छ घगिन्छ लास्ट नमस्ते लागेको केटाहरू भर गर्नु हुँदैन ओइ ओ सेट यो चाहिँ फेरि हत्ती हो ओ नाइजे तेरो के खाइरहेछ मैले हेर्न फेरि आइहाल्यो हेर्न यो के खाइरहेछ मैले तेरो यहाँको कस्तो छ यार ए सकिन्छ मोबाइल रमाइलो भयो हाङ सम्धी के भयो सम्धी के हो यार सम्धी यस्तो अलिक भएन कि अलिक इनर्जेटिक हुनु पऱ्यो क्या सम्धी यार मेरो पङ्चर भयो नि त अब मलाई भन्नुपर्छ नि यार सम्धी मसँग छ त म हुँदा किन टेन्सन मलाई ओइ मलाई मऱ्यो धन्ने यो थैट के गरेको त्यस्तो हेलो गाइज हामी चाहिँ जाउँ है हट केटाहरूले त नरोकीको आएछ ठिक छ होइन ठिक छ केटाहरूले नरोकिकन गाह्रेछ ठिकै छ ओ आयो सरी ओके ओ बाइक पो पड्किन्छ त यहाँ त के हो यस्तो ओ गयो ठिक छ नर्किकन गएको रहेछ अब ठिकै छ तिनीहरूले त मुला कुदाउँछ त यार खतरा नै हामी हो पछि पढेको थाकेँ यार म थाकेँ के खाइदिएँ यार मैले कुदा ओए कस्तो ओए हट ओ सेट ओ के भयो ठिक छ आर यु फाइन यस अल गुड मेरो हात छ त यार त्यो फसिन्सले फाल्यो क्या मलाई ल इन्टु क्यारास यहाँको अब चाहिँ इन्टुको यहाँ लडिसकेको अवस्था तर ठिकै छ लडिन्छ जिन्दगीमा कहिले चाहिँ सजिलो बाटो आउँछ र होइन हाम्रो चाहिँ मेरो अगाडि चाहिँ डट बाइक है हाम्रो डट बाइकलाई फलो गर्दै म चाहिँ अनि गयो एकछिन जान
ओए साइकल प्लस माउन्टेन बाइक प्लस के भन्छ यसलाई डट बाइक कस्तो देखिरहेको छ गाइज माउन्टेन बाइकिङ प्लस हाम्रो के अरे डट बाइक आम्बो यता आउनु आयो त्यही बस्छ आम्बो डट बाइक कस्तो अचम्म यार हाम्रो के अरे मलाई देऊ न तारी भिरमै धरी अब चाहिँ डट बाइकहरू आउनु थालिसक्यो अझ के अरे स्कुटर धरी आएको देखाएको थियो ठिकै छ जिन्दगीमा यही हो अब के गर्ने अब न कसैलाई गाली दिन मिल्यो न कसैलाई राम्रो भन्न मिल्यो ठिक छ जिन्दगीमा यस्तै हो रमाइलो र हामीलाई जसरी साइकलमा रमाइलो उनीहरूलाई बाइकमा त्यसै रमाइलो ओइ हेरेर क्या आज चाहिँ शनिबार भएर आमामा मान्छे त के हो यस्तो आमामा इन्टुले झन्डै मान्छेलाई ठोक्दैन भर्खर मान्छे छ यार फेरि कस्तो आम्बो मान्छे यार आज त आजले मान्छेहरू हाइकिङहरू गर्न धेरै आउनु थालेछ क्या पहिलाको कम्पेरिजन गर्न ओ सेट ओइ उडाइदियो ओए आज त अब सरी ओइ सरी यता एकछिन स्ट्याचु भनेको छन् सुनेन जस्तो दिदी नै भनौँ न देखि चाहिँ अब नाम टिपाएर राइडमा बोलाउनु पऱ्यो क्या तँ आउने भयो नाम टिपा भन्यो होला यहाँ चाहिँ फेरि यस्तो छ है ए ओके आउनु केही छैन अझै छ मान्छे तल ए हस् राम्रोसँग जान ल यहाँबाट चाहिँ अब यसरी ओइ म यहाँ झुक्किन्छु क्या हेर्नु न यो लास्टै मलाई झुक्काइरहेछ क्या यसले मान्छे त छैन ओइ धन्नै खुट्टा त क्या निस्किरा ओहो ए बिस्तारी अझै छ मान्छे के हो मान्छे त आज त टनाटन छ त मान्छे त यार टनाटन छ त मलाई चाहिँ फेरि ए अर्को के हो आज त सायद मिलेन क्या हो अझै छ मान्छे अझै छ आमा आज त मान्छे त के हो यस्तो विधि यार यता पनि मान्छे उता नि मान्छे अचम्म लाग्यो यार मान्छे तर ऊ अर्को फेरि मान्छे अझै छ आमामा आज त मान्छे आज मान्छे हो आमामा हट आज मान्छे छ भन्छ यार मान्छे अझै छ म त यार मान्छे छ कि छैन भनेर सोधेर दिन बित्ने भयो त मेरो त यार कस्तो बवाल साइड हानेको होला त मैले त्यहाँ ओए वाह क्या मजाले चिप्लिरहेको क्या एक्लै कुद्नु पो मजा आउँछ क्या यो ट्रेलमा जस्तै यो हेर्नु हट सरी ओए सरी दाजु ए भक्तपुर को मेरो अगाडि ओए मेरो केयर दाइ अझै मान्छे छ हस् अब आज त मान्छे रहेछ यार मलाई त डर लाग्छ फेरि मान्छेहरूलाई फेरि केही भइहाल्यो भने होइन
हो कि होइन भन्नु न फेरि मान्छेहरूलाई केही भइहाल्यो भने ओइ यहाँबाट ड्रप ओए ठिक छ नाइस वाह आधा के भयो बिचमा नरोक्नु है आए म त थाकेँ यार